आज यो हाम्रो रोमानियाको लिडलमा आएको हामी यसलाई कति रुपियाँ 9 रुपियाँ यसलाई 7 रुपियाँ 900 पैसा के छ केटा राम ल ल लिम लिम यो अमिलो जस्तै हो कागती यसलाई कति 3 रुपियाँ जस्तो छ के लिने हो र अदुवा लिने ल हुन्छ हुन्छ अदुवालाई कति रुपियाँ 4 रुपियाँ चमेली म अब उसको प्राइस लिन जाँदैछु खोर्सानी हेर्नुहोस् यो सलादले कति रुपियाँ 3 रुपियाँ 19 पैसा 4 रुपियाँ पऱ्यो लगभग राम्रो हो प्राइस त लाने गयो नि त लाने भए लिएर हिँड्न जानु हाल त लौ भलको के यार तिमीले हेरेर तुस नगर न भनेको छ भलको एकदम यहाँ राम्रो कुरा नराम्रो कुरा गर्नै हुँदैन फर्सीलाई कति रुपियाँ 10 रुपियाँ र यता चामलको प्राइस हेर्ने भनेको हाम्रो रोमानियामा सबभन्दा बढी खाने चामल कता गयो 5 रुपियाँ 19 पैसा 6 रुपियाँ 19 पैसा तेल अब म चाहिँ हाम्रो यो उस्तै जाँदैछु केयर बात डाइपरलाई 26 रुपियाँ चामल त अस्तिको लिएर न चामल अस्तिको ठिक थियो नि चामल त अस्तिको यहाँ पाउँदैन नि चामल मिक्स गरेर लिएर जानु त्यही भएर मिक्स गर्नु कुन चाहिँ खै देखाउँदै कि यो होइन अस्ति हाम्रो लक्ष्मी यो पनि होइन यो पनि होइन दुईवटा यो लैजाउँ अरू मिसाइदिन्छ हुन्न त्यही कारण ल आलु प्याज कुन त्यो त मिलेन राम्रो नरहेछ त्यो चामल त आएको त्यो अस्ति नै धेरै नहाल दुईवटा मात्रै हाल पैसा धेरै उस दुईवटा भयो दुईवटा मात्रै हाल बस त 11 रुपियाँ जसले जानु त्यो चामललाई खै 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 सेतो सेतो भएको राम्रो यो होइन पर त यो नि होइन यो हो क्या यो मोटो हो क्या हो यो हो क्या पातला खै खै यो भयो के लिनुभयो सरहरूले हामीले चाहिँ यो पेडा खाएर आलुको धाएको भन्छ के धाएको भन्छ त त्यस्तै भन्छ आलु लिँदै हुनुहुन्छ उहाँ सरले अब बङ्गुर मासु लिने हो त ल हुन्छ गोरेनीहरू चमेली के लिने कपडाको तेल छ सेन्ट कहाँ भएको सेन्ट दाइ सेन्ट त छर्किनु पऱ्यो नि हामीले फ्रीको सेन्ट त छर्किनु पऱ्यो नि त्यो त बिर्सिनै भन्दैन जुन मार्केटमा गयो त्यो मार्केटमा त हामीले त सेन्ट त लाग्यो दुधमा हालेर खाने मह जहार भनेको फेरि चिनी है फेरि कपडाहरू यो मसला जस्तै यहाँको मसला टिमुर यसलाई 2 रुपियाँ 49 पैसा माथि देख्नुभयो नाम हेर्नु त्यहाँ देख्नु न स्क्रोटी सुरा अरे पनीर
आहा ल मासुको आइटमहरू यो गोरुको मासु हेर्नुहोस् है गोरुको मासुलाई 9 रुपियाँ 49 पैसा कि 10 रुपियाँ कस्तो उठाउने हो र सुँगुर उठाउने हो कि